So hey guys, welcome to my channel. It's your boy Bauko Chora. New day, new vlog ma. Welcome sir. So आज चाहिँ हाम्रो डुल्ने दिन हो. प्राय हामी डुली नै बसेको हुन्छौं. त्यही नै हो. आज हम त्यही रुल्सलाई फलो गरेर चाहिँ हामी चट्ट लाएर चाहिँ देखेर डुल्न हिँडिसकेका छौं. मिता हात देखाउ त. तरिका फरक छ. हाम्रो चाहिँ गाह्रो छ नानी बाबुहरू. त्यही नै हो. So we are in here. आम दा केटाकेटी हो हैन. दामी फुल फुलिरहेछ. यो मेबी के हो मलाई पनि थाहा छैन के भन्छ, तर बब्बाल फुल फुलेको छ. यस हैन, दामी देखिरहेछ नि. जस यो हस्पिटलको सुन्दरता निखारिएर आएको छ. यतै कता पनि छ भाइरल रोड यार. हुनु चाहिँ थियो भाइरल एक ठाउँ. सायद कहाँबाट आएको आन्टी यार. यस्तै छ है केटाकेटी हो. दमकको हालचाल हल्ली. सो फाइनली मेरो स्कुटीसँग रेस परिसकेको छ. यो स्कुटीले मलाई छोडिसकेको छ भने म पनि के कम. हे गियर नभएको स्कुटीले मलाई जितिरहेछ. पुनः फेरि स्कुटीसँग रेस परिसकेको छ. अघि जितिसकेको थिएँ तर केही छैन, म जित्छु यो स्कुटीलाई. उता गयो नि त, नत्र म जित्थेँ कि. सो त केटाकेटी हो सन्चै त छौ नि है. म चाहिँ दुइटै हेलमेट बोकेर लागिरहेको छु. यतिखेर चाहिँ म आज सायद हामी साकेलातिर जान्छौँ होला केटाकेटी हो होइन. अलिअलि त दिनु पर्यो नि. यही त छ नेपालीको गानेहरू. सो आज चाहिँ केटाकेटी हो बुद्ध जयन्ती प्लस हाम्रो उभौली पर्व. मेन चाहिँ किराती भनौँ या विशेष चाहिँ यो राई जातिले मनाउँछ होइन. उभौली पर्व विशेष मनाउन त सबैले मनाउँछ आजभोलि है. यो तेरो नमेरो होइन, सबैको आफ्नो सबैको चाड जति होइन. भन्दा पनि विशेष गरी चाहिँ राजनीतिको संस्कृति हो भनौँ न. अनि सो त्यही भएर हामी आज चाहिँ मनाउन भन्दा पनि हामीलाई चाहिँ यो नाच्न आउँदैन नि त साकेला. वा रानीहरू हामीलाई चाहिँ नाच्न आउँदैन. जे होस् नाचेको हेर्न चाहिँ मन लाग्छ, रमाइलो लाग्छ, हेर्ने हो. त्यही हो अब के छ र जिन्दगीमा. के हो आमा हो कि अनि त्यही हो. सो त्यही हेर्न चाहिँ गइरहेको हो. अनि म र एकजना साथी छ. साथी चाहिँ त्यहाँ मासिरहेको छ. यसो बाइक कुदाउनै नआइरहेको जस्तो भइरहेको क्या. आज चाहिँ यो त मेरो फेरि बिस्ट हो नि केटाकेटी हो. यो त सक्दैन भन्दा पनि अहिले त धेरै खर्लाङ बज्ने थोत्रो भइसक्यो केटाकेटी हो. सर्भिसिङ
यसले वर्षमा मात्र देख्न पाउँछ जहिले बिग्रिन्छ तैले मात्र हो ग्यारेज नत्र अरू बेला खासै लगिँदैन अनि हाम्रो दमक राम्रो दमक है अनि यो चाहिँ हाम्रो रात्रिकालीन बजार लाग्ने ठाउँ दमकको कस्तो साउन्ड आउँछ यार केटाहरूलाई कल गरेको केटाहरू कल पनि उठाउँदैन यार यो हेलमेट मगाउँदै थियो र अनि त्यही नै हो अब भट्टाभट गोब्रोबाट भ्लग आउँछ केही दिनको लागि गोब्रोमा एक दिन सापट्टि लिएर भ्लग गर्दै गरेको झन्डै ठोक्यो केटाकेटी हो सो यहाँ चाहिँ मेरो साथी छ म यहाँ साथीलाई पर्खिन्छु केटाहरू धिमाल मेला उता पर हुन्छ हौ धिमालको पनि हो नि बुद्ध जयन्ती पनि हो धिमालको पनि रहेछ खै के हो के ओ ठिक छ ल ठिक छ हिँड न हिँड उता हिँडेको ल के गर्दैछौ ठिक छ त लगभग होला होइन त्यही त मेरी माया फुल जस्तै एकदम यार एक दुई दिन भयो मिता आमालाई कहाँ हुनुहुन्छ भन त म त यतै हुन्छु प्राय ल बिस्तारै जानु So Ryan is going over there. फोन उठाउनु भएन सो यहाँ चाहिँ पिने पाँच रहेछ होइन फेरि एकताल गरेर त आमालाई नभेटी भएको छैन हौ दबाई दिनु नि सो डर बस बनाउँदै गरेर पनि ढलेछ त
यहाँभित्र हो। सो यहाँदेखि चाहिँ हाम्रो दमकको साकेला थान हो है। यहाँभन्दा पनि ठुलो लाग्ने चाहिँ हाम्रो सीतापुरी। मन थियो ड्रेसमा आउने तर आज नआउने। अब एकैताल ठुलोमा चट्टसँगले ड्रेसमा आउने। आज चाहिँ यतिकै मजा आएन कि ढाड दुख्यो। सो यहाँ सिटीको चाप देख्न सक्छौँ हामी। के हुन्छ हौ ल त्यो पनि ठिक छ मान्नु, त्यो पनि ठिक छ। खोइ आमाले फोनै उठाएन र त। ओए मान्छे त के हो यहाँ त, लास्ट भिड रहेछ त यार। हाम्रो आमा कल गर न फेरि मिता यार, फेरि कल गर न। 1 2 3 6 9 0 होला हौ। भिड देख्न सक्छौँ। बिजी भन्दा पनि त्यो उयोमा होला क्या। यसो उयो माथि पनि राख्नु मिल्छ? ओके छ। सो हामी डाँडामै राख्छौँ भन्ने लागेन मिता? अरे तर भरे भेटौँ है मिता? त्यही त भनेको यार। राइनीहरू कति छ यार। डाँडा यो बाटो छ कि छैन पो साँच्ची? खै त्यही थाहा छैन यार। सो यहाँको मेला चाहिँ यस्तो देखिरहेछ। हजुर माथि अप बोला त। कहाँ हुनुहुन्छ हौ? हामी पनि त अलि मासतिरै छौँ नि हौ। यता रतपट्टि हेर्नु त, नाच्दै गरेको देखि। कहाँनिर हुनुहुन्छ हौ? हेलो के को छेउमा? यता रत्त पुलबाट आउनु। यता हरेक माल कहाँ हरेक मालको छ। उयो हुनुहुन्छ हौ। कस्तो छोरालाई छायाबाटै चिन्छ नि मामाले। कुद्दैन हौ माथि बुक्वा गएको। बुक्वा गएको ल आमा छिटो गरेर फर्किनु। बाटो थिएन भने फेरि डुलाइ हुन्छ नि मिता। हुनु चाहिँ पर्ने हो। राइनी लिम्बुनी हरसँग सकिँदैन गाइजहरू। अब चाहिँ हामी गाउँ लाग्छौँ। आजलाई यति नै केटाकेटी हो। राइनी दिदीहरू पो हुनुहुँदो रहेछ त के छैन। सो यो चाहिँ हाम्रो दमकको बाँध हो है केटाकेटी हो। यहाँबाट चाहिँ रतुवा छिर्न सक्ने सम्भावना
शत प्रतिशत भएको कारणले चाहिँ यहाँनिर बाँध लगाएर यसमाथि चाहिँ बाटो खोलेको हो केटाकेटी हो हैन। अनि त्यही नै हो है। यो चाहिँ हाम्रो गाउँ जाने रत्ता पुल। अनि यो चाहिँ गाउँ जाने सो जङ्गलमा मङ्गल गर्दै गरे होला कतिजनाले मेरो बाइकको आवाज सुनेर। उलुलुलुलु आज पनि ठिकै दिन रहेछ। सबै प्राय जोडी जोडी देख्ने दिन रहेछ प्राय है केटाकेटी हो। ठिकै छ, देखेपछि हेर्नै पर्ने हुन्छ। सो यहाँ एकछिन हामी विश्राम लिनेछौँ। here we go। अब हाम्रो यो चाहिँ हाम्रो कमल पर्यो है केटाकेटी हो। आज चाहिँ मौसमले एकदम साथ दिइरहेको छ भन्नुपर्छ है। यो चाहिँ ठिकै छ, यसलाई हटाइदिए। ल केही छैन केटाकेटी हो। अनि वाउ क्युटिफायरहरू रहेछ। हेलो क्युटी त भन्नु पायो। चिलाचुली गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ। वी आर इन चिलाचुली इलाम है त यो चाहिँ केटाकेटी हो। हामी इलामको माटोमा टेकिसकेका छौँ गाइजहरू। हामी इलामको बाटोमा टेकिसकेको छौँ। यतिखेर हामी इलामको बाटोमा सरर गुडिरहेको छौँ। इलाम ओ सेट झापाले हेपेको अनि इलामले नदेखेको दिस प्लेसमा चाहिँ मै पनि बस्छु, मै उखान भन्छु। यो चाहिँ होइन यहाँ पनि हुँदै होला त। अनि ल अनि another place we have another place for the Sakela सिली एभ्रिथिङ। त्यो ठाउँ पनि हेर्नेछौँ हामी। त्यही ठाउँ पनि हेर्छौँ हामी। we don't care कप सप्स है, तर भए पनि हामी आज हेर्छौँ साकेला। हामी साकेला भन्दा नि विशेष मान्छे हेर्दै हिँड्ने हो। यहाँदेखि कहाँदेखि पो छिर्छ मिता? ल हेर्दै जाने हो नि होइन? जाउँ न अनि।
यहाँदेखि होइन त ल्या आउँदा पनि निस्किने हो नि आज चाहिँ जोस उधौली पर्व भएर प्राय जुनै ठाउँमा पनि मनाइँदैछ केटाकेटी हो हजुरहरूलाई म नन स्टप रिपोर्टिङ दिने कोसिस गरिरहेको छु यतिखेर हामी चुलाचुलीको वार्ड नम्बर 4 जाने हो नि छिर्चोल्दै तिम्रो र मेरो त एउटै त होला नि अब के छ र हेर्नु त आएको नि होइन र ल त्यो पनि ठिक छ निकै ठुलो पो लाग्दो रहेछ त ल ल ल ल केटाहरू ल हामी तपाईँलाई यहाँ रिपोर्टिङ दिइरहेको छौँ यहाँ सेल्फी भइरहेको छ आमा छोरीको सायद हुनसक्छ अब फेरि हामी अफ रोडिङ लागेको छौँ इन एभेन्चर अफ रोडिङ केटा हो पछाडि बस्ने मान्छे चाहिँ ढुट्टै हुनुहुन्छ फेरि सो ल ल ल फोन हेर्दै बसेपछि त्यही त हो नि मुझे पनि त So here we guys, we are going to हाम्रो मिता's house. So त्यही नै हो हल्का अफरिङ कत्रो ठुलो मुतेको नातिहरू के आज मेला नघुम्नु मिता मेला नघुम्नु पैसा मागौँ न त नि कसलाई को दाइ समीर दाइलाई अहिले हो दमा गएर हौ जिम अलिक भरे जाउँ न अनि धिमाल मेला हेर्नु चाहिँ जाउँ न छिक्ने So guys, we are in Peach also another place and this is Chulachuli 4 then we are gonna Chulachuli 5 ल ठिक छ ठिक छ यो पनि मलाई मन पर्यो कोहरू ओ सेट आउनुहुन्छ नि त दिस आवर फाइनल डेस्टिनेसन है केटाकेटी हो आज कता हुन्छ के हुन्छ सो हेभी गाइस सो गाइस हामी चाहिँ फेरि अर्को ठाउँ लाग्दैछौँ यतिखेर
गरिहाल्छु डाइरेक्ट कसलाई ए डाइरेक्ट कुरा गर्दा रे डाइरेक्ट हिँड्न लाग्यो So hey guys, welcome. Sorry guys, गाइजहरु यो पुल चाहिँ हामीले नै बनाएको हो त्यति राम्रो फुलेन रहेछ है सूर्यमुखी के हो सो अब हामी कता जान्छ हामीलाई थाहा छैन तर पनि यतिकै हिँडिरहेको छौँ केटाकेटी हो होइन अनि ओइ बाटो चाहिँ खत्तमै भएछ केटाकेटी हो बाटो चाहिँ यस्तै छ केटाकेटी हो अब यहाँ हाम्रो आमैहरूको के चल्दैछ हो यहाँ चाहिँ अलि बाहुनहरूको बाहुल्यता हो मिता छेत्री बाहुनहरूको त्यही त त्यस्तै लाग्यो मलाई अनि यहाँ चाहिँ श्रीमद् महापुराण चल्दै रहेछ सो दिस इज अर्को पुल यो चाहिँ केटाकेटी महेन्द्र हाइवे हो होइन यस्तो हो नि त जिन्दगी ल आन्टीहरूको पनि ठिक छ चाइन ल है
यसै होला माया भन्ने मिठो मिठो काँडा बिज्ने अनि त्यही हो गाइस चाहिँ Mina, let's Peggy. Oh, Inanna. गेम सक्यो अब लाग्यो we're in our final destination, that's why we're gonna move away from the earth. English त फेरि कल पुति दिन्छ नि अरे यतिको चाहिँ हुनु पर्यो बुझेको केटा हो लाग्यो फेरि अब दमकतिर केटाकेटी हो So मामा ए मामा ड्रेस मामा नभए पनि ऊ मैले ऊ मामा भन्ने चिनिसकेको केटाकेटी हो सो हामी दमक लाग्छौँ मेबी भयो भने जिम जान्छौँ भएन भने आज मलाई साँचो नभएको जस्तो फाइल भइरहेछ केटाकेटी हो आई निड टु रेस्ट That's why म आज जिम जाँदिनँ होला जिम हाय बोसको